सबैलाई साथीहरू मेरो न्यू भिडियोमा स्वागत रहेको छ हैन। आज चाहिँ म अहिले काफल खान भनेर आइरहेको छु हैन। काफलको बोट चाहिँ हो यति रहेको छ हैन, यहाँ पनि छ यतै हैन गाइजहरु। टक्क पारेर फेरि अहिले काफल खान भनेर आइरहेको छु। काफल खान पर्यो हैन गाइजहरु। काफल खायो अब काफल खान भने रुखमा चढ्ने हो, अलि रुख त अप्ठ्यारै छ। त्यही पनि काफल चाहिँ मलाई मिठो हुने भएको भएर म चाहिँ काफल खान भनेर आइरहेको छु। हेर्नुस् गाइजहरु, काफल चाहिँ अप्ठ्यारै रहेको छ के फेरि हेर्नु न, काफल अप्ठ्यारो छ। अझै सुइखेला पर्छ अलिकति। यो काफलको रुखबाट म एकपटक लोटेछु पनि, त्यही भएर मलाई डर लाग्छ कि काफलमा चढ्नु भनेपछि। त्यही पनि चढ्नु पर्यो भनेर हेर्नु न, यत्रो छ काफल हैन। अब यहाँ भुइँमा भेटिन्थ्यो र आज त छैन नि यार भुइँमा काफल नि। अब म चाहिँ रुखमा चढ्छु काफल खाने आज चाहिँ मिठो पारामा। तपाईँले भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहुन्छ अनि मलाई पुरा आशा छ। गाइजहरु अहिले चाहिँ म काफलको बुट्टामा आइसकेको छु हैन। काफल अलिअलि काँची काँची छ, त्यही पनि अलिअलि पाक्न सुरु पनि गर्यो। टक्क भएर खानु पर्यो नि हैन। अलिअलि खानियो हैन। काफल चाहिँ राम्रो हेर्नु न, आइफोनले खिच्छ मेरो मैले राख्दा किन है। काफल चाहिँ मिठो छ क्या गाइजहरु हैन। अनि एउटा तपाईँलाई पाकेको केटा देखिन्छु कि मैले फेरि हैन। काफल खाने बेला आउनुलाई तपाईँलाई म फ्रीमा दिन्छु है। तपाईँ किनेर खानुपर्छ होला सहरमा भएको गाउँमा भएको लागि दिनदिन गाउँको छुच्चाहरूले। तपाईँ खान भिडियो अन्तिमसम्म हेरिदिनु है त गाइजहरु हैन। काफल चाहिँ आज खासै पाकेको हुन्छ, अलिअलि मात्रै पाकेको छ हैन। त्यही पनि यसो काफल त हेर्नु न, फल्न चाहिँ दामी फल्दैछ, हेर्नु कति दामी फल्छ हेर्नुहोस्। हेर्नुहोस् पारि यहाँबाटको जङ्गल हेर्नुहोस् गाइजहरु। म कति माथि छु भने त रुख नचढ्ने मान्छेलाई त डर पनि लाग्छ गाइजहरु। हेर्नु बादलको त आम्माभन्दा यति घाँस छ कि गाइजहरु हेर्नुहोस् त्यहाँ टक्क बारमा गाइजहरु। काफल खाने भएर आउनु होला, सम्पर्क गर्नु होला हैन। काफल पठाइदिने नि भन्नु होला, कहाँ पठाइदिनु पर्यो काफल। मेरो फेरि अघिल्लो भिडियोमा भ्युज गएको थियो कि दुइटामा 100 क्रस भ्युज भएको हैन। म चाहिँ काफलको रुखमा चढेको, आज काफल खान सकिन्न क्या यार। मान्छेलाई काफलको भिडियो मनपर्ने चाहिँ जस्तो लाग्यो, म चढेको आज चाहिँ खानै पाइएन छैन यार खासै हैन। त्यही पनि चढ्नु पर्यो भनेर चढिरहेको। हेर्नुहोस् गाइजहरु, यहाँ पनि काफल छ, एकछिन नि छ, त्यहाँ नि छ। भिडियो अन्तिमसम्म हेर्नु है त। पारमा गाइजहरु मैले अब रुखबाट झरिसकेको छु हैन। अब भुइँमा आएर काफल पनि खाइरहेको। आज चाहिँ खासै धेरै टिप्नु सक्दैन, अहिले भए पनि टिपेँ, एक मुठी टिपेछु। अब भिडियो अन्तिमसम्म हेरिदिनु भयो। पक्कै पनि तपाईँले लाइक कमेन्ट गर्नुहुन्छ भने मलाई पुरा विश्वास छ। मलाई सब्सक्राइब गरिदिनु पर्ने क्या है गाइजहरु। टक्क पारमा झरिसकेछ, अब घरतिर पनि सकेछु म हैन। तिमी छ नि त्यही हो। अब भिडियो लास्ट बाई गाइजहरु।